हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। अनि यो चाहिँ हाम्रो धेरै अगाडिको भिडियो हो, 17 किलो ट्राभल गरेको। अनि मैले यो एडिट गर्नै पाएको थिइनँ कि यो भिडियो, अनि त्यही भएर अहिले बल्ल टाइम पाएँ, अनि त्यही भएर एडिट गरेको। अनि मसँग मेरो भाइ र बहिनी, मसँग मैले स्कुटी राइड गरिरहेको छु, अनि पछाडि मेरो भान्जा र भान्जी बाइकमा हुनुहुन्छ। वाउ, कति राम्रो भ्यू देखिएको। यो ठाउँ चाहिँ मलाई एकदम राम्रो लाग्छ कि यो कहाँनिर भने त्यो जोगेडीनिर हो कि ठ्याक्कै जोगेडी आउनुभन्दा अगाडि। अनि यो 17 किलो चाहिँ हाम्रो नारायणघाटबाट ठ्याक्कै 17 किलोमिटर छ, अनि त्यही भएर यसलाई 17 किलो बनिएको हो। अनि हामी फाइनली 17 किलो आइपुग्यौँ बाइक स्कुटी पार्किङ गरेर। अनि हामी लाग्यौँ हाम्रो डेस्टिनेसनतिर। अनि त्यहाँनिर चाहिँ पुरा सुँगुरको खोर रहेछ नि, त्यही भएर कस्तो बारिसमा लागिरहेको थियो के। I like the view. कस्तो चिसो हावा आइरहेको थियो कि त्यहाँ फेरि। वाह, कस्तो मजाको। We are in 17 किलो। कति राम्रो देखिया हो। बाटो झुक्किने बाटो। टुरिस्ट ट्रेकिङ जान लाग्यो जस्तो। पुरा ह्याट मसँग थियो नि यार, ह्याट त निमिस हो। पुरा सनग्लास लगाएर खै होला दामी। मलाई यस्तो यस्तो ठाउँ राम्रो लाग्छ कि। हामी चाहिँ अटम सिजनमा गएको भएर पुरा पातहरू पनि पुरा झरिसकेको थियो। अनि त्यसपछि अटममा त पानी पनि पर्दैन नि त, त्यही भएर पुरा खडेरीले पुरा, अनि त्यसपछि मूलहरू सुकेको थियो। रेनी सिजनमा भएको भए चाहिँ यस्तो दामी नयाँ नयाँ यो घाँसहरू आउँथ्यो, यो लिफहरू पनि पलाइसक्थ्यो नि त, अनि त्यही भएर राम्रो हुन्थ्यो त्यहाँको ब्युटी। अब यस्तै छ, के गर्नु। छ्याप्लाङ छ्याप्लाङ पारेर नुहाइदिनु जस्तै भइसक्यो मलाई त। निमिसा अर्को स्याटरडे जाम्ला। कोइरीबारी नुहाउने तरिकाले जाम्ला के। बैला समाज खोइ यार अगाडि नै थियो केटाहरू। यहीँबाट हो कि हामी फरेको? पाथी भराको पहाड चढेर आएको मान्छे। गाइस, फाइनली हाम्रो डेस्टिनेसन। अब यहाँभन्दा माथि जान्न सकिएन, नजाने। यहाँभन्दा माथि पछि हामीलाई झर्न गाह्रो हुन्छ, त्यही भएर हामी यहाँ बस्ने हो। हामी यहीँ बस्ने हो एउटा सिट ओछ्याएर। कति रमाइलो भइरहेको कि यहाँ। यहाँ सोल्टीहरू यहाँमा। कहिले काहीँ यस्तो ठाउँमा नि आउनु पर्दो रहेछ कि गाइजहरू। गाइज, मेरो बहिनीलाई चाहिँ पानी खेल्न पाए केही चाहिँदैन, कसम खानु पनि पर्दैन, केही गर्नु पर्दैन कि पानीसँग खेल्न पाए हुन्छ। त्यसपछि हामी बसेर खानु थाल्यौँ घरबाट हल्का स्न्याक्सहरू, अनि यस्तै प्याकेट फुडहरू लिएर गएको थियौँ। अनि त्यसपछि सबैजना बसेर खानु थाल्छौँ। अनि हामी
हामीसँग चाहिँ खानामा थियो चटपट अनि त्यसपछि चाउमिन मोमो अनि सुकुटी अनि खसीको बुटन अनि त्यसपछि वाटरमेलन यस्तै टाइपको थियो कि उता बहिनी फेरि पानी खेलेर बहिनीलाई चाहिँ के खानु पर्दैन बहिनीलाई चाहिँ पानी भयो हुन्छ दिस माई स्न्याप र बहिनी यहाँ पुरै भिजेको छन् मेरो भिडियो यति नै हो जय वाटरमेलन गाइस अनि पानी परेर हामी फर्किनु पर्ने अवस्था आयो त्यही भएर हामी छिटो गरेर फर्कियौँ अनि छ नि त्यो पानी हामीलाई जिस्काउन मात्र आएको जस्तो भयो कि एकैछिन परेको जस्तो भयो अनि त्यसपछि बिदा भइहाल्यो अनि त्यसपछि हामी त अनि स्पिकर लिएर गएको थियौँ अब डान्स त गर्नै पर्यो त्यहाँ एउटा घर जस्तो थियो कि अनि हामी त्यहीँ गएर अनि डान्सहरू गर्न थाल्यौँ अनि हाम्रो डान्सिङ है त अब हजुरले त आउनु न यता यता उठिपछि हामीले सबैजना अरूलाई धानको पात मायालाई पातको पात आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी गाइज अब हामी आफ्नै घरतिर जान लाग्यो एभरेजमा सबै रमाइलो भयो अनि उता जानु भनेन वी इन्जोय आवर टुर ट्रिप कहाँ गैरीबारी झर्ना त्यो चाहिँ हामी नेक्स्ट स्याटरडे है त्यो त गाइज अनि यहाँ चाहिँ मेरो बहिनी रिसाएर हिँडिरहेछ कि हामी सब आफ्नो आफ्नो पारामा फोटो भिडियो लियौँ अनि ऊ चाहिँ रिसाएर हिँडिरहेछ थ्याङ्क यू फर वाचिङ